नमस्ते म सूर्य। खुसी कसरी रहने? के खुसी बाँड्न सकिन्छ? के खुसी बाँड्दा अझ खुसी मिल्छ? हो, खुसी बाँड्दा खुसी मिल्छ, खुसी बाँड्नुपर्छ। जब तपाईँ कसैलाई खुसी बाँड्नुहुन्छ भने खुसीकै कुराहरू हुन्छ। तपाईँ कल्पना गर्नुभएको छ, कहिलेकाहीँ तपाईँका साथीहरूसँग तपाईँले सुखका कुरा गर्नुहुन्छ भने साथीको मुखबाट पनि सुखका कुराहरू निक्लिन्छन्। तपाईँ हजारौं व्यक्ति रोइरहेको बीचमा जानुहुन्छ भने त्यहाँ तपाईँका आँखाबाट आँसु खस्नेछन्। यदि तपाईँ जीवनमा हजारौं व्यक्ति हाँसिरहेका छन् भने हजारौं व्यक्तिको बीचमा जानुहुन्छ भने तपाईमा हाँसो आउनेछ। हो, खुसी बाँड्दा खुसी नै मिल्छ। जे दिनुहुन्छ त्यही कुरा मिल्ने गर्छ। त्यसैले खुसी बाँड्नुहोस्। प्रसन्न रहने, खुसी रहने उपाय एउटै हो कि तपाईले आफूसँग जे छ, जे जस्ता खुसीका कुराहरू छन्, राम्रा कुराहरू छन्, ती बाँड्नुहोस्। बाँडेर ती चिजहरू मिल्नेछन्। त्यसैले खुसी बाँड्ने प्रेरणा तपाईमा एउटै कुरा हो कि तपाईसँग जे छ त्यो खुसी बाँड्नुहोस्। सबैको तपाईले राम्रा कुराहरू गर्नुहोस्। कसैलाई सहयोग गर्नुहोस्, तपाईलाई खुसी मिल्छ। कसैलाई राम्रा कुरा सिकाउनुहोस्, तपाईलाई खुसी मिल्छ। खुसी के चिज हो? तपाईलाई खुसी भन्ने चिज आज संसारमा सबै मानिस खुसी छैनन्। आज सबै मानिस तनावमा अल्झिरहेको छ। आज विश्व प्रसिद्ध मानिसहरू पनि तनावका कारणले गर्दा सुसाइड गरिरहेका छन्। विश्वमा 42 सेकेन्डमा आज एकजना मानिस पागल भइरहेको छ। प्रत्येक 2 सेकेन्डमा मानिस आज पागल भएर कोमामा गएर उसको मृत्यु हुन्छ भने यो धरतीमा सबै मानिस सुखी छैनन्। तनावले गर्दा उनीहरू मरिरहेका छन्। उनीहरू खुसीलाई, प्रसन्नतालाई उनीहरूले नबुझेर खुसी हुन सकिरहेका छैनन्। आफूसँग जे छ त्यो चिजमा खुसी रहनुहोस्। जहाँ छ जे छ, जस्तो चिजबाट तपाईँ त्यो चिजलाई व्यवस्थापन गरेर अगाडि बढ्नुहोस्। खुसी त्यहाँ मिल्नेछ। तपाईसँग जे छ त्यो कुरालाई प्रयोग गर्नुहोस्। अरूको भागो तपाईसँग यदि साइकल छ भने साइकलबाटै तपाईँ खुसी गर्नुहोस् कि साइकलमा तपाईले यात्रा गर्नुहोस्। तपाईँ खुसी रहन सक्नुहुन्छ। तपाईले अरूसँग पाउने आशा नगर्नुहोस् भन्न खोजेको होइन। गर्नुहोस्, मेहनत गर्नुहोस्, तर आफूसँग जे छ त्यहाँबाट तपाईँ सुरुवात गरेर तपाईलाई अझ खुसी मिल्नेछ। खुसी तपाईले अरू ठाउँ होइन, आफूभित्र खोज्ने हो। यदि बुद्धले बाहिर खुसी खोजेको भए आज संसारमा बुद्ध कहलिने थिएनन्। बुद्ध तब कहलिए जब उनले आफूलाई चिने। खुसी कहाँ छ? मानिसको दुःख कहाँ छ? मानिसले किन पीडा पाउँछ? खोज आफैमा हो। यदि जीवन नै खोज, जीवन नै सुरुवात, यदि जीवन रहन्छ भने हामी खोज गर्न सक्छौं, हामी खुसी रहन सक्छौं। त्यसैले खुसी रहनको लागि जीवन छ त तपाई खुसी रहनुहोस्। खुसी के कुरामा मिल्ने गर्छ? तपाईले कसैलाई परोपकार गर्नुहुन्छ, कसैलाई सहयोग गर्नुहुन्छ भने, कसैको काम राम्रो कुरा गर्नुहुन्छ भने तपाईलाई खुसी मिल्छ। तपाई वास्तविक आनन्द प्राप्त गर्न चाहनुहुन्छ भने तपाईले कसैलाई पनि दिन दुखीको तपाईले सेवा गर्नुहुन्छ भने तपाईलाई खुसी मिल्नेछ। खुसी आफैमा आउने चिज हो। तपाईले कसैलाई काम गर्नुभयो, राम्रा चिजहरू सिकाइदिनुहुन्छ, राम्रा चिजहरू कसैलाई भनिदिनुहुन्छ, कसैलाई राम्रा कुराहरूको शिक्षा, कसैलाई समाज सेवा, कसैलाई मनको आध्यात्मिक वा मानवको आध्यात्मिक चेतनाको बारेमा कसैलाई राम्रा कुरा सिकाउनुहुन्छ, तपाईले आफूले जानेका कुरा कसैलाई सिकाउनुहुन्छ भने पनि तपाईलाई खुसी मिल्नेछ। कसैसँग मुस्कुराएर हाँस्नुहुन्छ भने पनि तपाईलाई खुसी मिल्नेछ। कसैसँग तपाईले आदर सत्कारका साथ झुकेर कसैलाई नमन गर्नुहुन्छ भने पनि खुसी मिल्नेछ। तपाई आफू खुसी रहनुहुन्छ भने अरूलाई खुसी बाँड्नुहुनेछ। यदि तपाई नै दुखी हुनुहुन्छ भने तपाईले अरूलाई खुसी दिन सक्नु हुँदैन। तपाईले आफ्नो गुरुदेवलाई कहिले पनि तपाईले उहाँलाई सहयोग गर्नुभयो, उहाँप्रति कृतज्ञता रहनुहोस्। यदि तपाई कृतज्ञता रहनुहुन्छ भने तपाईलाई खुसी मिल्नेछ। खुसी बाहिर खोज्ने होइन। अमेरिकाको धेरै रिसर्चले एउटै कुरा बताउँछ, खुसी बाहिर खोजिएको होइन, जुन कुरा खुसीमा गरिन्छ। यदि हामी खुसीले कुनै पनि कामहरू गर्छौं भने हाम्रो 17वटा मांसपेशीले काम गर्छ भने, यदि हामी दुखी र तनावग्रस्त भएर काम गर्छौं भने हाम्रो मस्तिष्क र मांसपेशी 41वटा मांसपेशी हाम्रो एक्टिभ रहन्छ। त्यसैले सबैभन्दा ताकत हाम्रो खुसीमा होइन, दुखीमा धेरै ताकत जानेकै छ। त्यसैले खुसी साथमा बोल्नुहोस्, सबैसँग रमाउनुहोस्, हाँस्नुहोस्। यो धरतीमा तपाई केही दिनका लागि पाउना भएर आउनु भएको हो। सबैसँग मिल्नुहोस्। संसारमा नराम्रो गर्ने व्यक्तिहरू पनि छन्, संसारमा राम्रो गर्ने व्यक्तिहरू पनि छन्। राम्रो व्यक्तिको साथमा तपाई जानुहोस्। संसारमा नराम्रा व्यक्तिहरूको साथमा होइन। तपाई राम्रो व्यक्तिको साथ गर्नुभयो, राम्रो व्यक्तिको संगत गर्नुभयो भने तपाई सफल राम्रो व्यक्ति बन्नुहुनेछ। त्यसैले यो संसारलाई जित्न तपाईमा खुसी छ भने तपाई संसारलाई जित्न सक्नुहुन्छ। यदि संसारलाई जित्ने एउटै प्रेरणा हो, तपाई खुसी रहनु। खुसी रहने व्यक्तिले नै अरूलाई खुसी बाँड्न सक्छ। एउटा उदासी व्यक्तिले मात्र एउटा उदास दुःख पीडा मात्र बाँड्नेछ। त्यसैले उत्साहित रहनुहोस्। उत्साहित रहने हाम्रो मनमा
कहिले पनि कुनै पनि काम तपाईँ मनदेखि गर्नुहुन्छ भने तपाईँलाई खुसी मिल्नेछ। जुन कुरा तपाईँ गर्न चाहनुहुन्छ त्यो कुरामा तपाईँ खुसी आफ्नो मनदेखि आफ्नो आशाको बत्ती बाल्नुहोस् आफ्नो मनमा। उदासी कहिले पनि नहुनुहोस्। जब तपाईँ आशाको दियो बाल्नुहुन्छ उनीहरू आफै भागेर जानेछ र तपाईँको मनमा खुसी मिल्नेछ। खुसी बाहिर खोज्ने होइन, खुसी आफूभित्र खोज्नुहोस्। योग गर्नुहोस्, साधना गर्नुहोस्, उत्साह रहनुहोस्। तपाईँ जो मानिस यदि उत्साह छ भने ऊ मानिस नै भाग्यमानी हो। यदि तपाईँ उत्साह हुनुहुन्न, दुखी, निनाउरो, खिन्ट्याउरो मुख लाएर बाहिर हिँडिरहनु भएको छ भने तपाईँलाई कसले चिन्दैन। तपाईँको लुवाई खुवाई, तपाईँको बोलाइ, तपाईँको चेहराले नै तपाईँको पर्सनल डेभलपमेन्ट गर्छ, तपाईँको व्यक्तित्व विकास गर्ने गर्छ। त्यसैले आशा राख्नुहोस् म सधैँ खुसी रहँ, भगवान्ले मलाई खुसी दिनुहुनेछ, भगवान् म प्रति सधैँ कृतज्ञता व्यक्त गर्नुहुनेछ, भगवान्ले मैले नसकेका कामहरूलाई भगवान्ले सल्टाउनुहुनेछ, भगवान् मेरो साथमा हुनुहुन्छ, भगवान्ले मलाई राम्रो कुरा सिकाउनुहुनेछ। जुन कुरा मैले सिकेको छैन, जुन कुरा मैले जानेको छैन, जुन कुरा मैले प्राप्त गर्न सकेको छैन, जुन कुरालाई मैले पाउन खोजिरहेको छु, पाउन सकिरहेको छैन, जुन कुरा मेरो हातमा छैन त्यो भगवान्ले परिवर्तन गर्नुहुनेछ भनेर भगवान्प्रति तपाईँ कृतज्ञता रहनुहोस्। भगवान्को जुन कुरा तपाईँले बदल्न सक्नुहुनेछ, ठिक छ बदल्नुहोस्। तपाईँले आफैले बदल्ने कुरा बदल्न सक्नुहुन्छ। जुन कुरा बदल्न सक्नुहुन्न भगवान्को हातमा छोडिदिनुहोस्। खुसी आफै मिल्नेछ, खुसी तपाईँभित्र मिल्नेछ। त्यसैले तपाईँले जुन कुरा गर्दै हुनुहुन्छ तपाईँले चाहेर हुने कुरा गर्नुहोस्, नचाहेर हुने कुरा भगवान्को हातमा छोड्नुहोस् या तपाईँको कल्पना शक्तिलाई छोडिदिनुहोस्। त्यो खुसी तपाईँमा आफै जन्मेर आउनेछ। तपाईँ खुसी रहनुहोस्। मात्र तपाईँ प्रसन्न कसरी रहने, तपाईँ प्रसन्न रहने, तपाईँ खुसी रहने सजिलो उपाय आफैलाई खोज्नुभयो भने तपाईँ सफल व्यक्ति कहलिनुहुन्छ। तपाईँ खुसी रहनुहोस्। यदि तपाईँ खुसी रहेर यो संसार, यो समाजमा, यो दुनियाँमा हिँड्नुहुन्छ भने तपाईँलाई सबैले चिन्छन्। तपाईँले आफूलाई खुसी राखेर चिन्न सक्नुभयो भने यो संसारमा सबैले तपाईँलाई आफैले चिन्न प्रयास गरे बापत तपाईँले आफैलाई पुरस्कार पाउनुहुनेछ। सफल व्यक्ति तिनी हुन् जसले आफ्नो कामलाई निरन्तर काम गरेर खुसी रहे, जीवनभर उनीहरू खुसी रहे, उत्साहका साथ कामहरू गरेर आज यो संसारमा सफल व्यक्ति भएर सफल चिजहरू, सफल विश्वविख्यात नोबेल पुरस्कार जस्ता विजेता बनेका छन्। सायद झमकुमारी घिमिरे आफूलाई गलत सोचेको भए मेरा हात चल्दैनन्, मेरा खुट्टा चल्दैनन्, म हिँड्न सक्दैन, म अपाङ्ग छु, म बोल्न सक्दैन भनेर सोचेको भए उनी जीवनमा कहिले पनि सफल हुने थिएनन्। उनले आफ्नो क्षमतालाई प्रदर्शन गरी 2 औँलाले पनि लेख्न सक्छु भन्ने उनीमा प्रेरणा जाग्यो र उनी मदन पुरस्कार विजेता बनिन्। त्यत्तिकै झमकुमारी घिमिरे बनेकी होइनन्। सायद उनी आफ्ना कमजोरीप्रति लागेको भए कहिले पनि खुसी हुन सक्ने थिएनन् र आफ्नो जीवनलाई सफल बनाउने थिएनन्। त्यसैले आफूमा जे छ त्यसमा खुसी रहनुहोस्। मदन तेरेसा जस्ता व्यक्तिले आफ्नो जीवनमा सफल बनेकी छिन्, जसले कुष्ठ रोगीहरूलाई उपचार गर्दा गर्दै पनि खुसी बन्न सक्छ। मानिस नराम्रो कुरा होइन, राम्रा कयौं कुराहरू आफ्नो जीवनभन्दा परको कुरा सोचेर पनि खुसी बन्न सक्छ। त्यसैले सेवा गर्नुहोस्, राम्रा कुराहरू, राम्रा पुस्तकहरू पढ्नुहोस्, राम्रा चिजहरूको बारेमा खोजी गर्नुहोस्, राम्रो भिडियो हेर्नुहोस्, राम्रा कुराहरूको बारेमा सधैँ खोजी गर्नुहोस्, राम्रो मानिसहरूको बारेमा पढ्नुहोस्, राम्रो मानिसलाई भेट्नुहोस्। तपाईको मृत्यु एक दिन हुनेछ भन्ने कुरा खोज्नुहोस्। तपाईँ खुसी रहनुहुन्छ कि आज तपाईँ जन्मिनु भएको छ, आज हुनुहुन्छ, तपाईँ खुसी रहनुहोस्। यो संसारमा करिब 2.5 लाख मानिसहरू भोलि बिहान उड्दैनन्। तपाईँ आज उड्नु भएको छ र आजलाई तपाईँ खुसी मनाउनुहोस्। जीवन तपाईको हो। तपाईले तपाईको लागि बाँच्नुहुन्छ भने वास्तविक जीवन तपाईको हुनेछ। यदि तपाईँ स्वस्थ रहन चाहनुहुन्छ भने खुसी रहनुहोस्। खुसीले तपाईको जीवनलाई सदाबहार पवित्र बनाउनेछ। तपाईँ प्रार्थना गर्नुहोस् कि जीवनमा तपाईँ जन्मिनु भएको छ र जीवनलाई अगाडि बढाउनको लागि तपाईले आफ्नो प्रेरणा, आफ्नो मन मस्तिष्कलाई ऊर्जामान तरिकाले अगाडि बढ्नुहोस्। योग विद्या साधना गर्नुहोस् कि जीवनमा तपाईँ जन्मिनु भएको छ, म प्रगति गर्नु छ, मेरो जीवनमा आफू जस्ता हजारौं व्यक्तिलाई केही राम्रा कुरा सिकाउनु छ र म राम्रो कुरा सिकाएर यो धरतीमा अस्ताउनेछु भनेर, म अमर रहनेछु भनेर आफैलाई खुसी राख्नुहोस् कि यो धरतीमा म जन्मिएको छु, म खुसी छु कि मेरो बुवा मम्मीले मलाई जन्माउनु भयो, कि म यहाँ खुसी छु, मेरो जीवन छ त म खुसी छु, मेरो जीवन छैन भने म कहाँबाट खुसी रहने थिएँ। यदि कस्ता अपाङ्ग व्यक्तिहरू त यो जीवनमा खुसी छन् भने मलाई के भएको छ। वास्तविक मसँग त सबै कुरा छ।
यदि तपाईसँग आँखा छैन भने तपाईसँग हात हुन सक्छ, यदि तपाईसँग हात छैन भने तपाईसँग आँखा हुन सक्छ। खुसी मनाउनुहोस् कि तपाईलाई भगवानले एउटा शिस्त दिनुभएको रहेछ, जुन कुराले तपाईलाई यो संसार हेरिरहनु भएको छ। यदि तपाईसँग आँखा छैन भने तपाईसँग कान हुन सक्छ, कानले तपाईले संसारका कुराहरू सुन्न सक्नुहुन्छ, संसारलाई राम्रा कुराहरू सजेसन दिन सक्नुहुन्छ, संसारमा राम्रा चिजहरू तपाईले सुनेर अरूलाई ज्ञान बाँड्न सक्नुहुन्छ। तपाईँ खुसी रहनुहोस् कि भगवानप्रति कृतज्ञता दिनुहोस् कि तपाईँ खुसी हुनुहुन्छ। जीवनमा सबै मानिस खुसी नरहन पनि सक्छन्, तर सधैँ सदाको लागि तपाईँ खुसी रहने आफूमा बाचा गर्नुहोस्। सधैँ लेखेर टास्नुहोस् आफ्नो घरको भित्तामा कि म खुसी रहन चाहन्छु, मेरो जीवनमा खुसी आउनेछ, एक दिन मेरो जीवनमा खुसी आउनेछ, भगवानले मलाई खुसीका दिनहरू पनि ल्याएर आउनुहुनेछ, मेरो जीवनमा सधैँ खुसी आउनेछ। तपाईको जय होस्। धन्यवाद।